धोकै छ नि हैन। ल म चाहिँ अलि टाढै बसेर टक्कला भ्लग बनाइरहेको छु। कतिवटा माछा मर्छ, कति माछा छ भन्ने कुरा चाहिँ अब तपाईँहरूलाई म प्रत्यक्ष रूपमा देखाउँदैछु। माछा मार्न चाहिँ हामी यो ठाउँमा आएको छौँ। यही खोलै छ एकदम। ल सबै खोलियो नि त। ल अब टक्कला त्यो भित्र यसमा छ, यसमा यो ढुङ्गा छ नि, यो ढुङ्गा चप्पल मुनिको हत्ती ढुङ्गामा चाहिँ पल्छ क्या, त्यहाँ चाहिँ माछा छ। अझ हाम्रो लड्काहरू 2 जना त आउनै बाँकी छैन। यसमा दुलो छैन क्या भन्छ, हेर त। दुलो भएको यो ढुङ्गामा हो क्या, ठुलो ढुङ्गामा। माछा चाहिँ यो स्वादको निकाल्नुपर्छ है। स्वादको त के हुनु र, अब असला माछा हो है, धेरै ठुल्ठुलो त हुँदैन। पुडेलोमा नि हेर्दै गरौँ है। लामो छ क्या दुलो है, छ भने माछा मैले देखाएर त भनेको केटालाई। अनि खुट्टामा ठोक्छ यार। हामी चाहिँ यसरी विष प्रयोग गर्दैनौँ, विषादी प्रयोग गर्दैनौँ, करेन्ट लाउँदैनौँ। विषादीले गर्दा सबै बच्चासम्म नाश हुन्छ। हामी चाहिँ मनोरञ्जन रमाइलोको लागि। अझै त्यही भित्र होला, छैन भने त म तिमीलाई यसो दुःख किन गर्नु लाउँछु। अलिक घोच्ने चाहिँ लामोले घोचौँ न। खै पकड्यो। त्यत्रो त होइन, यो त ठुलो छ, यो त सानो रहेछ। यो त सानो भइहाल्यो नि, योभन्दा ठुलो देखाएको छु मैले त। यति भयो। योभन्दा अझ ठुलो छ है। यहाँ कुरै रहेछ नि माछाको त। चोखा लगाएर छ नि माछालाई, रात छ। वाह, ल हेर्नुहोस् ल। असला हौ असला। हाते दुलो छ नि। ए गङ्गटा सोली चाहिँ हेर्नु हुन्छ, त्यो झन् दबाई हो।